होला सो अनि आज सबैलाई टसिदिएर नमस्कार। अनि आज चाहिँ म तपाईलाई भावमेको विषयमा भन्न चाहन्छु। अनि भावमेको विषय भन्दाखेरि तपाईलाई महत्त्वपूर्ण के थाहा हुनु पर्यो भने चाहिँ तपाईले एक नम्बर उहाँको केमे थाहा हुनु पर्यो। दुई नम्बर तपाईले उहाँको उमेर वर्ष र अनि उहाँको लतक मात्र हैन, त्योमाथि लतक पनि फो र मो के हो त्यो थाहा हुनु पर्यो। अनि त्यसहरुमा चाहिँ अब भावमे निकाल्दाखेरि घुमाउने तरिका कस्तो हो भन्ने चाहिँ त्यो थाहा हुनु तपाईले। त्यो हुँदाखेरि म तपाईलाई उदाहरण अब यसपालि जन्मेको जस्तो 25 वर्षको तपाईले राख्नु पर्यो भने 25 वर्षको तपाईले सबभन्दा तपाईले के थाहा हुनु पर्यो भने चाहिँ केमी थाहा हुनु पर्यो। अब केमी निकाल्दाखेरि कसरी निकाल्ने भनेको चाहिँ तपाईले नाम्लो मेया बीचमा राख्नु पर्यो। अब नाम्लो मेया के हो भने निना चाहिँ हामीले कहाँ राख्ने, यहाँ बीचमा राख्ने। अनि राख्दाखेरि निना सुमदिङ सिजाङ ngaser ढुकर धुनमर गेकर गुमर चिकर भनेर राख्यो। अब चिकर राख्दाखेरि चाहिँ यो चाहिँ तपाईको मेवा राख्ने। अब यो निना बीचमा राख्नुको माथि कहिले चेन्ज हुँदा एउटै बस्छ हैन। उहाँ 25 वर्ष खोज्दाखेरि कसो खोज्ने यहाँबाट अब तपाईलाई खोज्दाखेरि 1 2 3 धेरै घुमायो भने लामो हुन्छ। त्यो सर्टकटमा भन्दाखेरि चाहिँ चिक 1 19 1 10 19 हैन, 19 20 21 22 23 24 25 यहाँ परे। यहाँ पर्दाखेरि चाहिँ अब यहाँ के पर्यो भनेको चाहिँ यहाँबाट नि सुम सी nga डु दुन गे हो। अब गेगार चाहिँ के पर्यो, गेगार चाहिँ 25 वर्ष मान्छेको केमे पर्यो। अब केमे बीचमा अब केमे निकाल्दाखेरि यसमा घुमाउने तरिका छ। अघि भने मैले फर्स्ट नम्बर केमे निकाल्यो। अब सेकेन्ड में के थाहा भयो त्यो मान्छेको वर्ष कति रहेछ 25। अनि 25 वर्षको मान्छेको लदा के पर्यो भने चाहिँ अनि उहाँको चाहिँ 25 वर्षको चाहिँ तपाईको डुल पर्छ। डुल अनि डुल पनि फो हो कि मो भन्दै चाहिँ अनि मै लदा पर्छ। कसरी पर्छ अस्ति यहाँबाट यहाँ यता फो यताबाट मो भन्दाखेरि जीवा लाङ ताक ये डुल भन्दाखेरि मो पर्यो हैन। अब यो के मो पर्यो भने थाहा हुन्छ। अझै डुल मो पर्यो भने चाहिँ अब कसरी निकाल्नु। अब फो भने चाहिँ यहाँबाट मुनि यस्तो जानु पर्थ्यो हैन। मो हुँदाखेरि चाहिँ यसरी माथि जानुपर्छ। तपाईले माथि जाँदाखेरि चाहिँ अब कसरी खोज्ने भने चाहिँ अघि के उहाँको केमे चाहिँ बीचमा राख्ने। बीचमा राख्दाखेरि यहाँ केमे के उहाँको गे हो। गे अनि गु हैन, गे गु ची नि सुम सी nga डु धुन भनेर चाहिँ राख्नुपर्छ। राख्दाखेरि राख्ने तरिका चाहिँ यो हो, तर घुमाउनु मात्रै फरक पर्यो हैन। यो राख्ने तरिका चाहिँ यसरी नै हो, चेन्ज हुँदैन उहाँको। अब 25 पदमा हामीले के गर्ने यहाँबाट यहाँ के आयो 1 10 19 हैन, 19 20 21 22 23 24 25 भनेर यहाँ पर्यो हैन। यहाँ 25 पर्यो उहाँको लोटाङ। अब उहाँको अब वर्ष यहाँसम्म राखियो नि, यहाँ वर्ष चाहिँ यहाँ चाहिँ के छ गे छ, गेकर अनि गेकर घुमर हैन। के पर्यो घुमर पर्यो, घुमर हैन। उहाँ घुमर पर्यो भने चाहिँ तपाईले थाहा हुन्छ ल। 25 वर्षको चाहिँ यो चाहिँ उहाँको 25 वर्षको चाहिँ के पर्यो भावमे घुमर र केमे चाहिँ घेकर पर्यो भने थाहा भयो। अब त्यसै गरी तपाईले अलि ठुलो सोच्यो भने 55 वर्षको खोज्यो भने 56 वर्षको तपाईले खोज्यो भने चाहिँ 56 को फेरि केमे निकाल्नु पर्छ। 56 केमे निकाल्नु फेरि कसरी यहाँ 2 बीचमा राख्नुपर्छ हैन। सेम यहाँ 2 छ, यहाँ 3 4 यहाँ निना सुमदिङ सिजाङ ngaser ढुकर धुनमा गेकर गुमर चिकर भन्ने चाहिँ यो राख्ने छ। यहाँ छ उहाँको केमे अब कसरी यहाँबाट 55 1 10 19 28 37 अनि 46 अनि 55 भनेर यहाँ 55 है 55 55 56 भन्दाखेरि के पर्यो निना सुमथिङ भनेर चाहिँ पर्यो। सुमथिङ यहाँ आयो सुमथिङ केमे चाहिँ के भयो सुमथिङ पर्यो। त्यो केमे चाहिँ अब यहाँ बीचमा राख्नुपर्छ। बीचमा चाहिँ सुमथिङ राख्ने। अब सुमथिङ सिजाङ ngaser ढुकर धुनमर गेकर गुमर चिकर निना भनेर चाहिँ राख्नुपर्छ। राख्दाखेरि अब राखेपछि उहाँको केमे हामीले के पाइसक्यो सुमथिङ भनेर पाइसक्यो हैन। सुमथिङ पाएपछि अब उहाँको के खोज्नु पर्यो भावमे। अब भावमे खोज्दाखेरि भन्नु भने अब भावमे खोज्यो
भामे खण्डमा के लोधा फोमो थाउनु पर्यो लोधा फोम भन्दाखेरि उहाँको के हो भन्ने ठाउँमा चाहिँ 55 भने यहाँ चाहिँ जस्तो लोधा खोज्यो भने 4 वटामै यहाँबाट डुल यहाँ छ यहाँ के भन्छ 1 13 25 हैन अनि 37 49 49 50 51 52 53 54 55 56 के पर्यो उहाँको खी पर्यो खी चाहिँ उहाँको के हो लोधाको खी तक चाहिँ अब खी चाहिँ फो हो कि म भने यता फो यता म छैन छिवा लाङ ता डुक डुल ता लुक टेल चा खी भने चाहिँ के भयो फो पर्यो अब यो त फो लोधा थाहा भइसक्यो फो लोधा थाहा भएपछि अब फो हो भनेर फो भने चाहिँ कहाँबाट घुमाउनु पर्यो यहाँ मुनिबाट घुम्नु पर्यो होइन यहाँ मुनिबाट घुम्नुपर्छ अहिले म हुन्छ माथिबाट घुम्नु पर्थ्यो फो भने चाहिँ मुनिबाट घुम्नु पर्यो पर्दाखेरि चाहिँ उहाँको अघिको केमे के पर्यो भने केमे सुमथिङ परेछ सुम चाहिँ बिचमा राख्नुपर्छ है सुम बिचमा राखेर सिजा गरेर चाहिँ है यहाँबाट सुम सि ङा डुक दुन गे अनि गु ची नि भनेर राखिसक्यो राख्दाखेरि चाहिँ अनि राख्दाखेरि चाहिँ उहाँको सुम यहाँ बिचमा राखेर चाहिँ यहाँ के गर्नुपर्छ फेरि 1 10 19 28 37 46 55 यहाँ के छ 55 यहाँ सिधै यहाँ बाहिर आउने 56 भनेर यहाँ आउनुपर्छ मुनि जान्दैन यहाँ यता आउनुपर्छ 55 56 भनेर आउनुपर्छ 56 आउँदाखेरि के भयो तपाईँको यहाँ हेर्नुपर्छ 56 यहाँ आयो भने चाहिँ 56 को चाहिँ के आयो भने चाहिँ यहाँबाट चाहिँ यहाँ 3 यहाँ सुमथिङ सुमथिङ सिजाङ ङासेर ढुकर दुनमर गेकर गुमर चिकर भनेर हो अब चिकर चाहिँ उहाँको के पर्यो भाब्मे पर्यो भनेर चाहिँ तपाईँले थाहा हुनुपर्छ ल त्यसै गरेर तपाईँले अब यसपालि जन्मेको बच्चाको चाहिँ अब भाब्मे के पर्यो भन्दाखेरि चाहिँ भाब्मे हेर्दाखेरि फेरि तपाईँले उहाँको केमेबाट निल्नुपर्छ अब यसपालि वर्ष के हो निनाक पर्छ त उहाँ यसपालि जन्मेको कारण उहाँको केमे के पर्यो निना परेर बिचमै पर्छ अब उहाँको फेरि लोधा के हो भने चाहिँ फरम मनै हो तर पनि यसपालि जन्मेको मान्छेको चाहिँ फेरि वर्ष के 1 पर्दाखेरि 1 कहाँ आउँछ बिचमा आउँछ अनि उसको के भयो केमे पनि निनाक र भाब्मे पनि निनाक भनेर पर्छ ल यसरी नै हेर्नुपर्छ तपाईँले हो ल सो थ्याङ्क यू तुझी छे ल